रासपा सभापति रवि लामिछानेद्वारा पार्टीको केन्द्रीय समिति बैठक आह्वान। उक्त बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा सचिवालय सदस्यलाई मनोनयन गर्ने तयारी। संसदमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सभामुख डोल प्रसाद अर्यालको निर्देशन। सभामुखको रुलिङपछि संसदमा 78 दिनपछि हट्यो विपक्षीको विरोध। सभामुख अर्यालको कदमप्रति एमाले दियो धन्यवाद। राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह निर्वाचनका उम्मेद्वार छनौट गर्न क्यान्डिडेट क्लब सञ्चालनमा ल्यायो। उम्मेद्वार बन्न चाहनेले आजदेखि पार्टीको मोबाइल एप मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको सभापति लामिछानेको भनाई। नेपाली कांग्रेसका नेता डाक्टर शशाङ्क कोइरालाद्वारा पार्टीका शीर्ष नेताहरूले समेट्ने शर्तमा गगन थापाले सभापति मान्न तयार रहेको जिकिर। शेरबहादुर देउवा र गगन थापा बीच दूरी घटाउन आफू मध्यस्थकर्ता बन्न तयार रहेको भनाई। सर्पदंशको उपचारबारे ठोस कार्ययोजना ल्याउन सांसद निशा डाङको आग्रह। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यद्वारा प्रदेश सभाबाट विश्वासको मत प्राप्त। कोशीमा जीवन आचार्य सहित नेकपाले छान्यो 4 जना मन्त्री। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले दिए पदबाट राजीनामा। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भारतीय स्थल सेना अध्यक्ष जनरल धीरज श्रेठलाई नेपाली सेनाको मानार्थ महारथी दर्जानी चिन्ह प्रदान। भारतीय सेना प्रमुखले गर्नुभयो नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण। प्रधान सेनापति सिग्देल र भारतीय सेना अध्यक्ष बीच जंगी अड्डामा भेटवार्ता। वर्षौंदेखि बन्द बिरगंज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने सम्भाव्यता अध्ययन गर्न मन्त्री परिषदको निर्णय अनुसार कार्यदल गठन। कार्यदलले कारखानाको वर्तमान अवस्था र भौतिक संरचनाको अध्ययन गरी 15 दिनभित्र प्रतिवेदन पेश गर्न जिम्मेवारी। आन्तरिक राजस्व विभागद्वारा साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार विजेता घोषणा। 350 रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले 10 लाख रुपैयाँको बम्पर पुरस्कार प्राप्त गरे। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न दियो परमादेश। काठमाडौँ उपत्यकामा सड़क किनारका पोलमा रहेका अव्यवस्थित तार व्यवस्थापन गर्न सरकारले शुरू गरेको अभियानले पायो तीव्रता। तार व्यवस्थापनमा फिनिसिङ र ट्यागिङको चुनौती। सांसद वर्षमान पुनद्वारा पछिल्लो 2 सातामा रोल्पामा बाढी पहिरो र चट्याङको कारण 22 जनाको ज्यान गएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण। वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई हदैसम्मको कारबाही गर्न सरकारसँग ज्ञानेन्द्र शाहीको माग। अस्ट्रेलियन संसदमा नेपाली युवा उद्यमीहरूको चर्चा, सिनेटरद्वारा प्रशंसा। आदरणीय दर्शकवृन्द नमस्कार। यी त हुन् आज मिति 2083 साल भाद्र 2 गतेका प्रमुख खबरहरू। समाचारको पूर्ण रूप थाहा पाउनको लागि हामीलाई अन्तिमसम्म हेर्नुहोला। आउनुहोस् अब लागौं पुरा समाचारतर्फ। रासपा सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक बोलाउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा भदौ 5 गते बैठक बस्नेछ। केही पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गरेर बैठकमा पेश गर्ने र बैठकमा पास गराउने तयारी गरिएको छ। रासपामा 1 उपसभापति, 1 महामन्त्री, 1 सहमहामन्त्री, 1 प्रवक्ता, 3 सहप्रवक्ता, 1 कोषाध्यक्ष र 2 सहकोषाध्यक्ष मनोनयन गर्न बाँकी छ। 27 जना सचिवालय सदस्य र 51 जना केन्द्रीय सदस्य पनि मनोनयन हुँदैछन्। केन्द्रीय समिति बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरूले जानकारी गराइसकिएको रासपाले जनाएको छ। यसअघि साउन 13 गते बसेको रासपा केन्द्रीय समिति बैठकले बालेन्द्र शाहलाई वरिष्ठ नेता बनाउने प्रस्ताव पास गरेको थियो। सभामुख डोल प्रसाद अर्यालले संसदमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई निर्देशन दिनुभएको छ। सोमबारको प्रतिनिधि सभा बैठक शुरू भए लगत्तै प्रमुख प्रतिपक्षी सहितका दलका सांसदहरूले उठेर विरोध गरेसँगै सभामुख अर्यालले प्रधानमन्त्रीलाई संसदमा आएर प्रश्नको जवाब दिन निर्देशन दिनुभएको हो। गएको जेठ 17 गते प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाब दिनुभएको थियो। त्यसक्रममा उहाँले भारतले नेपालको मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको दावी गर्नुभएको थियो। 2.5 महिनासम्म प्रधानमन्त्रीले यसबारे स्पष्टीकरण दिनुभएको छैन। विपक्षीले विरोध गरि नै राखेपछि सभाको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा सांसदहरूको प्रश्नको जवाब दिन निर्देशन दिनुभएको छ। सभामुखले प्रधानमन्त्री शाहले निर्देशन दिए लगत्तै विपक्षी दलहरूले टेबल बजाएर समर्थन गरेका थिए। यसैबीच प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले 78 दिनपछि गर्दै आएको विरोध हटेको छ। सांसदहरूले उठाएको प्रश्नको जवाब दिन र प्रतिनिधि सभा नियमावली अनुसार प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सरिक हुन सभामुखले प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरे सँगै विपक्षी दलका सांसदहरूले विरोधको शैलीबाट पछि हटेका छन्। यसैबीच नेकपा एमालेका प्रधानमन्त्रीलाई संसदमा उठेको प्रश्नको जवाब दिन रुलिङ गरेको भन्दै सभामुख डोल प्रसाद अर्याललाई धन्यवाद दिएको छ। एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदको अवरोध हटाउँदै प्रधानमन्त्रीको जवाब सुनिश्चित भएकामा सभामुखको प्रशंसा गर्नुभयो। सभामुख अर्यालले प्रतिनिधि सभा तथा नियमावली अनुसार सांसदहरूको प्रश्नको जवाब दिन प्रधानमन्त्रीलाई रुलिङ गर्नुभएको हो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्न चाहने आकांक्षीको मूल्याङ्कन र छनौटका लागि क्यान्डिडेट क्लब सञ्चालनमा ल्याएको छ।
सोमबार चमती स्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेले क्यान्डिडेट क्लबको घोषणा गर्नुभएको हो। उहाँले उम्मेद्वार छनौट अघि आकांक्षीको कानूनी, आर्थिक, सामाजिक तथा पारिवारिक अवस्था लगायत विषयको मूल्याङ्कन गरी योग्य र सक्षम प्रतिनिधि छनौटमा सहयोग पुर्याउने उद्देश्यले क्यान्डिडेट क्लब सञ्चालनमा ल्याएको जानकारी दिनुभयो। नेपाली कांग्रेस संस्थापन इतर समूहका संयोजक नेता डाक्टर शशाङ्क कोइरालाले शीर्ष नेताहरूले पनि समेटेको अवस्थामा सभापति गगन थापाले स्वीकार गर्न तयार रहेको बताउनु भएको छ। नेता कोइरालाले सुन्दारा स्थित संस्थापन इतरको सम्पर्क कार्यालय अघि पत्रकारसँग कुरा गर्दै शीर्ष तहका नेताहरूलाई पनि समेट्न आग्रह गर्नुभएको छ। कोइरालाले भन्नुभयो, सिनियर मान्छेलाई राख्नु पर्यो, छुटाउनु भएन। सभापति गगन थापाजी, तपाईँ नै बस्नुहोस्, तर अरू साथीहरूलाई पनि समेट्नुहोस्। केही पनि नमाने त हामीले के गर्न सक्छौं? सभापति गगन थापा मान्न तयार हो भनी पत्रकारले दोहोर्याएर सोधेको प्रश्नमा कोइरालाले भन्नुभयो, सभापति गगन थापालाई नै मान्न हामी तयार छौं। दुई पक्षमा रहेको विवाद मिलाएर सहमति खोज्न आफू प्रयत्नशील रहेको कोइरालाले बताउनु भएको छ। पूर्व सभापति तथा सभापति थापाको दूरी घटाउन पहल गरिरहेको उहाँले बताउनु भयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाङ्गीले सर्पदंशको उपचारबारे ठोस कार्ययोजना ल्याउन आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा शून्य समयमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभयो। उहाँका अनुसार केही दिन अगाडि मात्रै बुद्ध शान्तिका एक र अर्जुनधाराका एकजनाले सर्पको टोकाइबाट ज्यान गुमाएका छन्। केवल एन्टिभेनम उपलब्ध गराएर मात्रै सर्पदंशको उपचार हुन नसक्ने बताउनु भएको छ। गम्भीर बिरामीका लागि सर्पदंश उपचार केन्द्रमै आकस्मिक सेवा, पर्याप्त बेड, दक्ष जनशक्ति र भेन्टिलेटर जस्ता जीवन रक्षा उपकरण अनिवार्य चाहिने उहाँले बताउनु भयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 45 र विपक्षमा 26 मत परेको हो। सरकारले बहुमत सिद्ध गर्न 83 सदस्य कायम रहेको छ। प्रदेश सभामा 42 मत आवश्यक रहेको थियो। प्रदेश सभामा कायम 83 सदस्य मध्ये 71 जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए। मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएको हो। विश्वासको मतको पक्षमा परेको 45 मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सहमुख तुलाराम घरती मगरले गर्नुभएको थियो। नेपाल कम्युनिस्ट पार्टीले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ। आन्तरिक छलफलपछि सोमबार दिउँसो 4 बजे मन्त्री र एक राज्य मन्त्रीको नाम टुङ्गो लगाएको हो। नेकपा कोशी प्रदेश इन्चार्ज राजेन्द्र राईका अनुसार जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनुहुनेछ। उहाँ अघिल्लो पटक मन्त्री हुनुहुन्थ्यो। आचार्य नेकपा संयोजक प्रचण्डका छोरी ज्वाइँ हुनुहुन्छ। गीता तिमसेनालाई सामाजिक विकास मन्त्री बनाइने भएको छ। गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। खिनु लङ्वा लिम्बुलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। सपना दर्जीलाई भौतिक पूर्वाधार राज्य मन्त्रीको जिम्मेवारी दिइने छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सोमबार राजीनामा दिनुभएको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गर्नुभएको हो। बानियाले राजीनामा दिनु अघि 1 वर्ष कार्यकालमा सरकारले गरेका प्रमुख कामको 28 बुँदा प्रगति प्रस्तुत गर्नु भएको छ। नेकपा एमाले 6 साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मुख्यमन्त्री बानियाले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत खोज्नु भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेना अध्यक्ष जनरल धीरज सेठलाई नेपाली सेनाको मानथ महारथीको दर्जानी चिन्ह प्रदान गर्नु भएको छ। शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेठलाई नेपाली सेनाको मानथ महारथी दर्जानी चिन्ह प्रदान गर्नु भएको हो। सन् 1950 देखि शुरू भएको दुई देशको सेना प्रमुखलाई एकअर्काको सेनाको महारथीको दर्जा प्रदान गर्ने परम्परालाई यस भ्रमणले पनि निरन्तरता पाएको हो। प्रधान सेनापति अशोक राज सिग्देलको निमन्त्रणामा सेठ 3 दिने औपचारिक भ्रमणका लागि काठमाडौँमा रहनु भएको छ। यसैबीच भारतीय स्थल सेना प्रमुख जनरल धीरज सेठले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ। वर्षौंदेखि बन्द वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने बारे अध्ययन गर्न कार्यदल गठन गरिएको छ। मन्त्री परिषदको निर्णय अनुसार यस्तो कार्यदल गठन गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको सचिवालयले जनाएको छ। लिमिटेडको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्न जिम्मेवारी गठित कार्यदललाई दिएको छ। खारेजीमा परेको वीरगञ्ज चिनी कारखानाको अवस्था, विगतका निर्णय, कारखाना पुनः सञ्चालनका लागि यसअघि तयार भएका अध्ययन तथा प्रतिवेदन र अब चाल्नुपर्ने कदमबारे पनि अध्ययन गरिनेछ। कार्यदललाई आफ्नो अध्ययन पूरा गरी 15 दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने जिम्मेवारी दिएको छ। कार्यदलको संयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सिडी श्रीकान्त
यादव र सदस्यमा मन्त्रालयका शाखा अधिकृत र उद्योग विभागका अधिकृत प्रतिनिधि रहेका छन्। कारखाना परिसरमा रहेका भवन, कारखाना संरचना, मेसिनरी पूर्जाको वर्तमान अवस्था र तिनको उपयोग गर्न सकिने अवस्था अध्ययन गरिनेछ। करदाताले प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा भएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले र अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायले पुरस्कारको घोषणा गर्नुभएको हो। 16 देखि 31 साउनसम्म नियमित सम्बद्ध कारोबारमा संलग्न उपभोक्ता मध्ये गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट 350 रुपैयाँको सामान किनेको उपभोक्ताले 10 लाख रुपैयाँको करदाता बम्पर प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन्। विभागका अनुसार सुरुवाती पहिलो महिनामै पुरस्कार सहभागी हुने उपभोक्ताको संख्यामा उछाल आएको छ। 16 देखि 31 साउनसम्मको अवधिमा मात्रै 3,57,149 वटा नगद कारोबारका बिल उपहारमा दर्ता अपलोड भएका छन्। यसअघि साउन पहिलो हप्ता 15 दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार संख्या 7,077 मात्रै थियो। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ। उनकी पत्नी सरस्वती श्रेष्ठले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षकरणको रिटमाथि सुनवाई गर्दै रिहा गर्न परमादेश जारी गरिएको हो। काठमाडौँ उपत्यकाका प्रमुख शहरी क्षेत्रमा सड़क किनारका पोलमा गुजुल्टिएका, जुडिएका र प्रयोगविहीन तार व्यवस्थापन गर्ने अभियानले केही गति लिएको पाइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लो अनुगमन प्रतिवेदन अनुसार अधिकांश रुटमा तार बन्डलिङ गरिएको छ, तर खुल्ला तार हटाउने, केबल लुप व्यवस्थापन गर्ने, सेवा प्रदायकको पहिचान खुल्ने ट्याग राख्ने र फिनिसिङ सुधार्ने काम पूर्ण हुन सकेको छैन। शहरी सौन्दर्य बिगार्नुको साथै अस्तव्यस्त रूपमा रहेको तारले आगलागी, दुर्घटना तथा सड़क सुरक्षामा जोखिम बढाएको भन्दै सरकारले तार व्यवस्थापन अभियान सञ्चालन गरेको छ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले पछिल्लो 2 सातामा आफ्नो गृह जिल्ला रोल्पामा बाढी पहिरो र चट्याङको कारण 22 जनाको मृत्यु भएको सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले साउन महिनाको पछिल्लो 2 सातामा मात्रै रोल्पाका विभिन्न क्षेत्रमा प्राकृतिक विपत्तिमा परि ठूलो मानवीय तथा भौतिक क्षति भएको बताउनु भयो। उहाँको अनुसार गत 27 गते थवाङ गाउँपालिकाको उहाँ क्षेत्रमा गएको भीषण पहिरोमा 13 जनाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट सुनछहरी गाउँपालिकाको सेरममा पहिरोमा परि 4 जनाको ज्यान गएको थियो। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरूलाई हदैसम्मको कारबाहीको माग गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत शाहीले यस्तो माग गर्नुभएको हो। उहाँले लेख्नु भएको छ, वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरूलाई हदैसम्मको कानूनी कारबाही गर्न सरकारसँग हामी जोरदार माग गर्दछौं। उहाँको अनुसार करिब वार्षिक 1.5 लाख भन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीका नाममा विभिन्न किसिमका ठगीमा परिरहेको बताउनु भएको छ। अस्ट्रेलियाको संघीय संसदमा नेपाली युवा उद्यमीहरूको संस्था फेने र यसले सिडनीमा आयोजना गरेको अन्तर्राष्ट्रिय युवा उद्यमशीलता सम्मेलनको चर्चा भएको छ। अस्ट्रेलियन सेनेटर एन्ड्रु बार्गले संसदलाई सम्बोधन गर्दै नेपाली डायस्पोराको उद्यमशीलता, सिप र योगदानको खुलेर प्रशंसा गर्नुभएको हो। सो अवसरमा उहाँले नेपाली समुदायको उद्यमशीलता र दक्षता उदाहरणीय रहेको पनि बताउनु भयो। यी हुन् आजका मुख्य खबरहरू। हामीलाई सुनेपछि तपाईको कुनै पनि प्रतिक्रिया भए हामीलाई कमेन्ट अवश्य गर्नुहोला। साथै थप न्यूज अपडेटको लागि हाम्रो च्यानललाई सब्स्क्राइब, फलो तथा लाइक गर्न नबिर्सनुहोला। हवस् त आजलाई बिदा दिनुहोस्। तपाईको बाँकी पल शुभ रहोस्।